नमस्ते सम्पूर्ण दर्शक तथा श्रोताबिनहरूलाई स्वागत छ द प्राइम शोमा। प्राइम शोमा आज हामी नौलो काम केही गर्नेवाला छैनौँ, किन भन्दाखेरि हामी कहीँ गएको पनि छैन, केही गरेको पनि छैन, घरमा बस्छु मस्त बसिरहेको छ। घरमा बसेर अब कसरी भ्लग कसरी बनाउने भन्ने कुरोमा हामीलाई टपिक एउटा केही पनि नपाएको अवस्था छ। त्यही भएर मैले 7-8 दिन भयो मैले पोस्ट गरेको छैन। अब म के गर्न गइरहेको छु भन्दाखेरि निरन्तर मिन्स कन्टिन्युअसली आई विल पोस्ट भिडियोज डे आफ्टर डे। प्रत्येक दिनमा म एउटा भ्लग हाल्दै म ट्राई गर्छु। त्यो भ्लग राम्रो नि हुनसक्छ, नराम्रो नि हुनसक्छ, यस्तै हुनसक्छ। लो क्वालिटी भिडियो विथ हाई क्वालिटी पर्फर्मेन्स। ओके, आज चाहिँ म के गर्न गइरहेको छु भन्दाखेरि म चाहिँ घरमा केही काम नपाएको हुनाले आज म तपाईँहरूलाई भन्दा मिलाउने र ब्ल्याङ्केट पट्याउने भ्लग मात्रै होला जस्तो लागिरहेको छ। त्योभन्दा बढी केही हुन्छ जस्तो मैले कन्टेन्ट केही भेटाएको छैन। तर बेडसिट हाम्रो के छ भन्दाखेरि अलरेडी म्यानेज छ। तर एउटा यो मेरो बानी के छ भन्दाखेरि सुतेपछि यो ब्ल्याङ्केट स्याङ्केट यताउति मिलाउने बानी छैन। अनि यो त सिरानीको खोल चाहिँ मैले यहाँ धुन राखेको भएर यो चाहिँ अब त्यो अहिले एकछिन सुकेपछि मिलाउला, तर सुक्छ सुक्दैन थाहा छैन, आजन्न। तर तन्दा कसरी पट्याउने ब्ल्याङ्केट पट्याउनलाई हामीले यस्तो गर्नुपर्छ, ट्याकल हालेर फिजाउने। म एउटा क्यामेरा एङ्गल एउटा ट्याकल हालेर राख्छु। ल हुन्छ होला। के गर्छौँ, ब्ल्याङ्केटलाई फोल्ड गर्छौँ। ब्ल्याङ्केट फोल्ड गर्न पहिलासम्म यस्तो गर्नुपर्ने हुन्छ, दुइटालाई ट्याक्क जोड्ने। यति सजिलो छ, त्यही पनि म मिलाउने होला कहिले थिएँ। आज मिलाएँ किन भन्दाखेरि भ्लग बनाएको, नत्र म मिलाउने होला थिएन कहिले। बिहान उठ्नेदेखि यति मिलाएको भए राम्रै देखिन्थ्यो। अब हामीसँग कन्टेन्ट केही छैन, यतिमै हाम्रो 2-3 मिनट भइसक्यो। तर यो राम्रो छ कि छैन बाल भयो। यति नै हो, भ्लगमा त्यस्तो खासै केही छैन। तपाईँहरूले यदि मलाई चिन्नु भएको छ भने तपाईँलाई यो इन्ट्रेस्टिङ लाग्न सक्छ, यदि चिन्नु भएको छैन भने बाललाई नदिनुहोस्, अर्को भिडियो स्वाइप गर्नुहोस्, हेर्नुहोस्। कन्टेन्ट राम्रो पाइहाल्छ नि नेटमा। तपाईँलाई जे हेर्नु मन लाग्छ त्यही सर्च गर्नुहोस्। सर्च गर्न आउँदैन भने त्यहाँ एउटा सर्च बार हुन्छ युट्युबमा, त्यो सर्च बारमा गएर टाइप गर्नुहोस् आफूलाई कस्तो कन्टेन्ट हेर्नु मन लाग्छ त्यही हेर्नुहोस्, यो कन्टेन्ट छोडिदिनुहोस्। तन्दा मात्रै मिलाएर भने केटाकेटी हो। अब चाहिँ हामी सानो काम गर्छौँ। हाम्रो के छ भन्दाखेरि म चाहिँ कम्प्युटर साइन्सको विद्यार्थी हो। हाम्रो चाहिँ अब 8th सेमिस्टरमा एउटा प्रोजेक्ट गर्नुपर्ने हुन्छ। प्रोजेक्टको अब 2-3 हप्तापछि डिफेन्स छ, त्यसको लागि हामीले तयारी गर्नुपर्ने हुन्छ। त्यसको लागि हल्का प्रोजेक्टमा चाहिँ काम गर्नुपर्ने हुन्छ। हामीले काम चाहिँ अलरेडी गरिसकेको छौँ। यसमा फिचरहरू चाहिँ अपग्रेड गर्नुपर्ने यताउति टाइपको छ। प्रोजेक्ट बनाएको छौँ। त्यो प्रोजेक्टको चाहिँ लिङ्क तपाईँहरूले तल डिस्क्रिप्सनमा हेर्न सक्नुहुन्छ र कस्तो बनाएको छ भिडियोले भनेर हेर्न चाहनुहुन्छ भने त्यो लिङ्कमा गएर क्लिक गर्नुहोस् र तपाईँहरूले त्यो हामीले बनाएको प्रोजेक्ट चाहिँ तपाईँहरूले लाइभ देख्न सक्नुहुन्छ। तर त्यो चाहिँ हाम्रो प्रोडक्सन लेभलको लागि होइन, जस्ट टेस्टिङ इन्भाइरोमेन्ट डेमोको लागि छ। त्यो चाहिँ किन डेमोको लागि भएको हुनाले त्यसमा त्यो पेमेन्ट गर्दाखेरि चाहिँ तपाईँहरूले आफ्नै नम्बर हालेर चाहिँ हुनेवाला छैन। त्यो लागि चाहिँ हामीले के चाहिन्छ त भन्दाखेरि एउटा नम्बर छ। हामीलाई एउटा टेस्ट इन्भाइरोमेन्ट प्रोभाइड गरेको छ, खल्तीले सेवाले प्रोभाइड गरेको छ। त्यसमा तपाईँहरूको डिटेल्सहरू हाल्नु होला होइन। त्यसपछि ल्याएर एउटा पेमेन्ट गेटवे चुज गर्नु होला। यसमा हाम्रो 3टा पेमेन्ट मेथड छ। एउटा चाहिँ सेवा छ, खल्ती छ, क्यास अन डेलिभरी छ। अब क्यास अन डेलिभरी तपाईँहरूले गऱ्यो भने सर्टकट भइहाल्छ। तपाईँले क्यासमै डेलिभरी गर्नु, त्यस टाइपको कन्सेप्ट बनाएको। तर यो चाहिँ प्रोडक्सन लेभलमा छैन, रिक्वायरमेन्ट डेमो मात्रै छ। त्यही भएर तपाईँको प्रोडक्ट आउँदैन। तपाईँले आइफोन सस्तो देखेर किन्नु होला, तर त्यो घरमा आउनेवाला छैन। त्यही भएर पनि यहाँ एउटा तपाईँले सेवा अर्डर गर्न चाहनुहुन्छ भने सेवामा क्लिक गर्नुहोस्, पे अर्डर गर्नु। पेमेन्टमा थिचिसकेपछि तपाईँले सेवाको ल्यान्डिङ पेजमा पुऱ्याइदिन्छ। त्यसमा चाहिँ तपाईँले नम्बर हाल्नु पर्यो। नम्बर चाहिँ के हुन्छ भन्दाखेरि टेस्ट इन्भाइरोमेन्टमा भएको हुनाले नम्बर के हाल्नु पर्यो, यही नम्बर हाल्नु पर्यो, 9806800004 अनि 5। अनि त्यसको बाद पिन चाहिँ के छ भन्दाखेरि पासवर्ड चाहिँ के छ भन्दाखेरि नेपाल @123 छ। त्यसलाई ह्यान्ड ओपन गर्नुहोस्, लगइन गर्नुहोस्, टाइम लाग्छ। त्यसपछि 1 देखि 6 सम्म हाम्रो यो ओटिपी चाहिँ पिन चाहिँ कोड चाहिँ त्यसपछि तपाईँको पेमेन्ट सक्सेसफुल हुन्छ। कन्टिन्यू गरिसकेपछि पेमेन्ट सक्सेस भएपछि तपाईँले हाम्रो वेबसाइटमा ल्याइदिन्छ। तपाईँको अर्डर सक्सेसफुल भनेर यहाँ यस्तो 4 लाख ठुलो मेसेजको फिचर छ। यो मेसेजको फिचरमा चाहिँ सेलरहरूसँग हामीले कुरा गर्न सकिन्छ, हामीले किनेको सामानहरूको बारेमा सुन्न सकिन्छ, सामानहरूको बारेमा सुन्न सकिन्छ। यस्तो विभिन्न प्रकारका हाम्रो फिचरहरू छ। यसको म टेस्टिङ गर्छु, त्यही हो भने हेर्नु। तपाईँहरूले अब त्यो लिङ्कबाट हेर्नुहोस्, यस्तो चल्छ। कुनै बेला कोड फाट्न सक्छ, तपाईँहरूको त्यो कालो स्क्रिन आइदिन सक्छ। किन भन्दाखेरि हाम्रो चाहिँ यो प्रोडक्सन लेभलमा पुगिसकेको छैन। त्यही हुनाले हाम्रो टेस्टिङ फेजमै छ। तपाईँहरूको कोड फाट्न सक्छ। अनि कोड फाट्न भन्नाले जस्तो तपाईँहरूले त्यो नर्मल युजर स्क्रिन देखिरहेको ठाउँ बाइक अर्को तपाईँहरूले 50 आउनु सक्छ, सर्भर आउनु सक्छ, यताउति आउनु सक्छ। ओके वेट विल मेक दिस लाइभ। प्रोडक्सन लेभलमा पुगिसकेपछि चाहिँ हाम्रो कोड राम्रो चल्छ, त्यस्तो फाट्ने हुँदैन, यताउति हुँदैन। त्यही हो। अब आजको लागि धेरै कन्टेन्ट बनाइदिएन, यही कोठेमै सीमित भएर आजको डे 1 भ्लगको 1 सकिएको छ। तपाईँहरूलाई लास्टसम्म हेर्नेलाई मनैदेखि धन्यवाद, नहेर्नेहरू बिचमा छोडेर जानेलाई मनैदेखि धन्यवाद। हेर्नुभयो, क्लिक गरेर हेर्नुभयो, धन्यवाद। लाइक सेयर सब्सक्राइब गरिदिनु होला। 1K सब्सक्राइबर पुऱ्याउन मलाई धेरै गाह्रो भइरहेको छ। 8 वर्ष लागिसक्यो यो युट्युब च्यानल खोलेको, त्यही पनि 1K सब्सक्राइबर पुऱ्याउन सकेको छैन। तपाईँहरूको साथ र सहयोगद्वारा मैले 1K सब्सक्राइबर पुऱ्याउन सक्छु भन्ने मेरो मनले भनिरहेको छ। नपुग्न सक्छ, तर पुऱ्याइदिनु होला। सबैजनालाई आजको लागि बाइ बाइ। लाइक सेयर सब्सक्राइब गरिदिनु होला।